नमस्कार, गुड इभिनिङ, जय घन्टी साथी। आज त झ्याममा पानी परेको छ बाहिर यार, अलिकति गाह्रो भइरहेछ। पानी परेर यसो चाहिने भनौँ एकदम यहाँ भिडभाड घुम्ती बजार, आज केही पनि छैन, पानी परेर सब सुकिया छ। आज फेरि जनता जान्न चाहन्छन्, शेरबहादुर देउवा निक्लिसकेका छन्। 1 महिनाको लगभग टुपटाप बसाएपछि पुरा तन्नेरी भएर निक्लिएछन् यार। शेरबहादुरका दम्पति दङदास परियो यार। तिनी मान्छे हेर त, फुलमाला लगाउने मान्छे गोरुहरू। नेपालमा जनता भन्ने रहन्छ नि यार, पार्टीका दास र भिजिलान्ते झोले मात्रै रहेछन्। यस्तो परिवृत्तिका नेतालाई पनि फुलमाला लगाउन जाने जनता कस्ता होला नि यार। सबै तिनी पार्टीको जुठो खाएका जनता होइन नि त तिनी। यस्तो परिवृत्तिले पनि देशकै उँभो लाग्छ। त्यही भएर नेपाल चाहिने भने उँभो नलागेको गति यही हो। अब यत्रो विधि हुँदा पनि त्यही नेताका पछाडि फेरि पनि जुठो खान दगुर्ने भनेपछि देश बर्बादीतिर जान्न। ल हेर्नुहोस्, जनताहरू जबसम्म सच्चिन्नन् नि, नेता कहिले पनि सच्चिन्नन्। फेरि शेरबहादुर मेरो पालो परेको छ भन्दै प्रधानमन्त्री बने तरहर गर्नेवाला छन्। ल हेर, लाजको पसारो हाम्रो देशमा भइरहेछ। यो विश्वमा नचलेको राजनीतिक र विश्वमा नभएका जनता र लाछा र चाहिँ भरिया झम्टे भरौटे राजनीतिक पार्टीका चाहिँ जुठो खाएर हुर्केका जनताहरू भएसम्म देश कहिले उँभो लाग्दैन। किन? सबै जनता छेडी फाइदाको लागि शेरबहादुरको भरिया बनाएको छ। कमसेकम अलिकति त सच्चिने। यत्रो विधि हुँदाखेरि त यिनको पछाडि नलाग्नु नि जनताहरू। देश बनाउन पर्छ भने हुटुटी बोकेर हिँड्नु जनताहरू। तर त्यस्तो हुन सकेन। विडम्बना मेरो देशले आज पनि शेरबहादुरको पछि लामा लस्कर, ओलीका पछाडि लामा लस्कर, प्रचण्डका पछाडि लामा लस्कर देख्दाखेरि लाजको पसारो भयो। यो देश यही गतिले जाने 200 वर्ष 500 वर्षमा पनि सिद्धिन्न। जब विदेशी चाहिने गुलाम बन्छ नि देश, त्यसपछि जनताहरू बल्ल आफ्नो ठाउँ खोज्छन्। त्यतिखेर शेरबहादुर, प्रचण्ड, केपी र उनका भरौटी सबै देश छोडेर भागिसकेका हुन्छन्। जो चाहिने भरिया र माला खाद लगाउँथे नि शेरबहादुर देउवालाई, प्रचण्ड, केपीलाई, तिनी जनताहरू विदेशीको चाहिने भनौँ शिकार हुन्छन्। त्यसपछि बल्ल चाहिँ यो चेत खुल्छ। त्यतिखेर ढिलो भइसकेको हुन्छ। अब पछुताएर फाइदा हुन्न। त्यही भएर विदेशीको गुलाम बन्नुभन्दा नेताबाट स्वतन्त्र भएर जनता भएर बाँच। यस्ता गद्दार नेतालाई माला लगाउन, फुलमाला अभिर जात्रा गर्न नहिँडौँ। जय देश, जय घन्टी।